एभ्रिवान नमस्ते छेजालो सबैजनालाई र आज चाहिँ हामी जान्दैछौँ ऋषिकेश र त्योभन्दा अगाडि चाहिँ मेरो अस्ति यो बाई लाउँदाखेरि दुखिरहेको छ हात के भयो सो त्योभन्दा अगाडि चाहिँ हामी डाक्टर देखाउन जान्छौँ। त्यसको बादमा चाहिँ भान्जालाई भेट्न जाने फर्स्ट टाइम है ऋषिकेश बहिनीको घर। अनि म चाहिँ अस्तिदेखिको नै भेटेको छुइनँ उसलाई, जान्छु भन्दा हामी चाहिँ त्यहाँ गएर बहिनीलाई पनि लिएर आउने, किनभने हामी सबैजना माथिको घर जानेछौँ। सो हेर्दै गर्नुहोस्, म र भाइजान लागेको छु ऋषिकेश अनि तपाईलाई देखाउँदैछु, हेर्दै गर्नुहोस् मेरो भ्लग। सो मेरो च्यानललाई पहिला हेर्नु हुँदैछ भने प्लिज सब्सक्राइब गरिदिनुहोस् होला, अनि फेसबुकमा हेर्दै गर्नुहुन्छ भने प्लिज फलो गरिदिनुहोस् होला अनि लाइक पनि गरिदिनुहोस् होला। सो मेरो कन्टेन्टहरू मनपर्छ भने प्लिज 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 डु लाइक सेयर एन्ड सब्सक्राइब, थ्याङ्क यू। अनि त्यही हो, हेर्दै गर्नुहोस्, म तपाईँलाई राम्रो राम्रो कन्टेन्टहरू ल्याउँदैछु है। हामी ऋषिकेश जाँदैछु, सो बाटोमा भेटौँ है। अन्जुलाई हेर्दैछु, हेर्दैछु बाबुको लागि, नाम पनि शिवाय और लकेटमा पनि शिवाय हेरेको। सो हामी चाहिँ जाँदैछु ऋषिकेश, हामी अब आधी बाटोमा पुगिसक्यो, सामानहरू लिइसकेर नि So now we are in Judio. जुडियोमा बच्चालाई लुगा हेरिदिने हामी, त्यसपछि जाने हो। अच्छा 1 2 3 रहेछ नि त भाइ यसको। जुडियोमा जस्तो दामी दामी जामाहरू आएको रहेछ अहिले हो, हेर्न सक्नुहुन्छ है। ओ म चाहिँ के भनेको, प्लाजो पो रहेछ त, प्लाजो प्लाजो। यसो कति होला प्राइस? 899, सब 899 मात्रै छ। यहाँ हेर न कति दामी दामी छ, देखा त भाइ, त देखाइदियो त, यहाँ देखाउ न। हाम्रो भान्जाको लागि लुगा हेर्दैछ हामी जुडियोमा है, दामी दामी छ। मैले छोरी जन्माऊ भनेको थिएँ, कति दामी हेर न, कति क्युट क्युट जामाहरू। भगवान्, छोरा मान्छेको त छैन दामी के हेर भाइ, हेर नि यो, हेर। तर हाम्रो इन्डियामा चाहिँ के गरेको छ, पिङ्क भयो कि केटीको भइहाल्छ भनेर सोचेको छ नि त, त्यही भएर चाहिँ हामी चाहिँ, म चाहिँ यहाँ छु एकदम छत्ते भएर, छत्ते भएर छ, छत्ते। त्यसपछि जाने हो गाइस, अब जाउँ भाइ न। कहाँ छ यहाँ ट्रायल रुम? कस्तो दामी रहेछ यो बो भएको, कसम। तर के गर्नु, मेरो बुढी निस्किन्छ होला सही। प्राइस कति हो? 399। जामा लिनु कि नलिनु गाइस, म कन्फ्युज भएँ। जुडियोको चप्पलहरू जस्तो आएको छ अहिले, हेर्नुहोस्। के मन परेन है नि भाइ? म फेरि लाउँथिनँ पनि त, मेरो कान पाक्छ यस्तोले। कस्तो दामी दामी रहेछ, हेर न। वाचहरू यहाँ रहेछ, रिङ हेर न यहाँ, है कति दामी हो। रिङ हो यो के हो त? अनि कसले हाल्छ होला, मलाई टेन्सन लाग्यो मलाई। यो सबै राति भएपछि बोल्छ कि यहाँनिर। सो हामी चाहिँ अहिले आधी बाटोमा आइसकेका छौँ। यहाँबाट त हामीले फुल चोरेर लानु पनि सक्छौँ होला नि भाइ? कस्तो दामी दामी फुल हो यहाँबाट। So now we are in देहरादून। जुडियोबाट थोडा सा सपिङ गरी हामी यहाँ छ सपिङको यो। सो हामी चाहिँ जाँदैछौँ, अब आधी बाटोमा छौँ। यहाँ छु म, हाम्रो बाटोमा छौँ, जाँदैछौँ। यस्तो दामी जग्गामा बिहा भएको छ कि कसम, तर घरिघरिमै देख्नु पाउँछ त्यो मैले। जब म
घरबाट बाहिर निस्किनु तब पनि देख्नुपर्छ नि त हेर्नुहोस् न बोगनभिले कति मजाले कटिङ गरेर लगाएको छ यहाँनिर जग्गा बाटोमा हेर्न सक्नुहुन्छ यहाँनिर कति रोडहरू कति साफ छ यहाँनिर है KFC छ यहाँनिर मलाई KFC खानु मन लाग्यो मलाई जाँदा मेरो बुढा भाइ मलाई KFC खानु लान्थ्यो होला यस्तो छ यहाँनिर जग्गाहरू होइन त्यो मल अफ देहरादुनमा चाहिँ हामी आएको छैनौँ सायद भयो भने आउँला पछाडि होइन मल अफ देहरादुनमा आउँला एक दिन सो हामी चाहिँ आइपुग्यो अब चाहिँ ऋषिकेश एन्ट्री गऱ्यौँ हामीले होइन हालत त्यस्तो भइसकेको छ ऋषिकेश पुग्यौँ अब बहिनी घर यो एकछिनमा पुगिहाल्छौँ हाय गले भगवान् अर्को हेर्नु सरसर आइपुग्यो छिटो पुग्थ्यो कि त्यो बाटोमा जुडियोमा पस्दा त्यही भएर यस्तो छ हाम्रो ऋषिकेश चाहिँ गाइस गलेर खतराम भइसकेको छ मलाई आइसक्रिम खानु मन लागेको छ कि नानीको अनुहार त्यसै हेर्नु हुँदैन भनेर आएर आगो छोएँ मैले कति राम्रो नि राम्रो देख्यो भिडियो कलमा त अर्कै देखिन्छ त भाइ बहिनी भिडियो कलमा त अर्कै देखिन्छ त मेरो डुप्लिकेट हेर यहाँनिर बिचो भएर बसिरहेको माइज आएर त उड्दैन नि त औ ओ भन्छ देखेर हाम्रो भान्जालाई भेटिसकेँ मैले यहाँ हाम्रो बहिनीको जेठानी दिदीको छोरी पछाडि हेर न पिटिसै पारेको यहाँ चाहिँ छ भान्जाको लागि लुगा ओहो यो चाहिँ हो भान्जाको लागि चेन अनि यो चाहिँ हो भान्जाको लागि हेर ल छिराएर कस्तो युट्युबरको उयो नन्द भएपछि अलिक उयोहरू एक्टिभ भन्नु पर्यो नि त यस्तोहरू फटाक फटाक गर्ने भएछ नि ओहो कान त छेड्ने हो हेर्नी तेरो कान छेड्दिने पक्का भयो सोचेको थिएँ छेड्छु भनेर मैले सोचेको थिएँ मैले यसो भने छोरी भयो नि कानको दिँदै छोरा भयो भने कानको दिनुपर्छ पहिला म र दाजुले डिसाइड गरिदियो पहिल्यै बुझ्यौ थियो नि कान त छेदे छैन कान त छेड्नु पर्ने हो बादमा लगाइले कृष्णजी नाम मजाको लेख्छ नाम पनि शिवाय चेन पनि शिवाय मम्मीले कम्बल लिइरहेछ भने शिवा लेखेछ यार हो र मैले त बिरी देखेँ तर नाम मम्मीले दिएको यो शिवा लेखेपछि शिवाय नाम पनि शिवाय माइजूले लगेर नि शिवायको लेखेको छ नि यो ल माइजूको दिएको लकेट पेन ल्याऊ ल धन्यवाद माइजू खुसी भयो अरे कपडा हेर बहिनी कपडा हेर त कस्तो दामी दामी छ छोरीको झन् यस्तो दामी दामी थियो बहिनी भाइलाई मैले बहिनीलाई छोरी जन्म भनेको थिएँ कि हाँस्छ बाहिर यो त ठुलो विन्जल हुने हो यो त ठुल्ठुलो विन्जल हुने यो नाइलीतिर चाहिन्छ भनेर हो नाइलीमा यो अब ठक्कै लगाइदियो हो लुजवाला कपडा बस भित्रबाट यो पेनाइदियो बस बास कान्छ होइन गर्मीमा होइन धन्यवाद माइजू मन पर्यो दामी कस्तो लाग्यो भेरी नाइस सुनेको कुरा तेरो सुनको बाली तेरो कान
हाततिर पिटिक छोड्दिनु अब पटक्क छेरेर रुने हो सिरियस भएर नबस्दा पनि हुन्छ म चाहिँ यहाँनिर छु म चाहिँ हैन अब भन्नु के हुने रहेछ घरि आँखा खोल्छ घरि सुत्छ फेरि अब म खाँदैछु मलाई चाप धेरै अब म कहिले भएको थियो म कहिले आएको थिएँ बहिनी मेकअप आयो थियो त जनवरी को ना जनवरी फरवरी को जनवरी अभी 2 महीने के बाद खा रही हूँ मलाई चाप ये मलाई चाप अरे मलाई चाप मासु जस्तो हुन्छ नि मासु इनको वीडियो में ये नंबर छैन होला सेभ तभी दिखाइदिन्न फील लाइक फेसबुक में नंबर से नहीं चलता मासु फेसबुक मा छन् मासु फेसबुक फ्रेन्ड बनाइदिनु एकदम मिठो हुने हो अरे युट्युब में सब्स्क्राइब गर्दै भइहाल्छ ए हजुर आज त कोदोको ढिँडो कति मिठो गुन्द्रुकको साग मेरो बुढाको फेभरेट ये मलाई चाप है नि बेचारा कम्ती मन पर्छ टाइम हो रखा है 11 बजे बस पर सोने का नाम निशान नहीं है यहाँ पर हमारे भांजे का सोने का नाम निशान नहीं वो तो अभी और इसका बाप आ गया देखो सो ही नहीं रहा है यार हम लोग तो यहाँ पर मम्मी का हो गए हालत खराब और माई जी का भी हो गए हालत खराब अब हमारे भाई भी सोने के लिए जा रहे अरे हम म हुन लागेको दिमाग खराब हाम्रो विशेष गरी मम्मी को देखो तो उधर ही है साइड यहाँ न हाम्रो भान्जा चाहिँ ऊ चाहिँ अमेरिकाको बच्चा है यार दिनभरि सुत्छ राति जाग्छ नि के भएको यस्तो हेरेर यहाँ किरकिर सुत्छ नि हो 11 बजिसक्यो सुत्छ यस्तो मान्छे यहाँ फोन हेरेको यहाँ चाहिँ अहिले टाइम भएको छ हेर्नु 12:21 भइसकेको छ अझैसम्म हेर्नु सुतेको छैन माइजी र यहाँ माइजी र उसको दिमाग खराब भयो है सुत्नु त मान्दैन पनि सधैँ यस्तै गर्छ अरे हो के भएको कान्छ टाइम भएको छ 12:36 बट यहाँ हेर्नु अझै सुतेको छैन हाम्रो भान्जा सुतेको छैन है अब के गर्नुपर्ने हो 1 बज्न आँट्यो